यदि तपाईँ सेन्सिटिभ हुनुहुन्छ भने यो मुभीको एन्डिङले तपाईँको बडी सिरिङ्ग बनाउनेछ। एक्सप्लोरिङ वर्ल्ड सिनेमा सिरिजको यो मेरो 8औं भिडियो जहाँ तपाईँले पाउन सक्नुहुन्छ संसारकै सबैभन्दा उत्कृष्ट फिल्म। उत्कृष्ट भएकोले धेरैले हेर्न सक्नुहुन्छ। यदि तपाईँको साथीभाइले हेर्नु भएको छैन भने यो भिडियो शेयर गर्न सक्नुहुन्छ। सिरिजको 8 भिडियोमा म तपाईहरुलाई आज साउथ कोरियन एउटा दामी मुभी सजेस्ट गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। स्टोरी कस्तो हुन्छ भने मुभीको प्रोटागनिस्टलाई एक दिन एउटा अज्ञात समूहले किडन्याप गरेर एउटा सानो कोठामा बन्द गरिदिन्छ जहाँ एउटा सानो टिभी हुन्छ। न उसँग कोही बोल्छ न उसलाई उसको गल्ती थाहा हुन्छ। यसरी नै 1 वर्ष होइन, 2 वर्ष होइन, 5 वर्ष होइन, 15 वर्षसम्म एउटा कोठामा थुनिन्छ र एक दिन अचानक एउटा सुटकेसमा बन्द गरेर एउटा छतमाथि छोडिदिन्छ। यो मुभीमा एउटा हलवे फाइट सिन छ चुम्मेश्वरी टाइपको, जुनको चर्चा चाहिँ आजसम्म हुन्छ। मतलब यो मुभीमा एक्सन पनि तगडा लेभलकै छ। भनेपछि यो मुभीले तपाईलाई सस्पेन्स, थ्रिल र एक्सनको मजा एकैचोटी दिन सक्छ। र यो माइन्ड ब्लोइङ मुभी हेर्नको लागि तपाईले प्राइम भिडियोजमा गएर ओल्ड बोय टाइप गर्नुपर्ने हुन्छ। साथै यो मुभीको 2006 मा बलिउडमा जिन्दा नामले एउटा रिमेक बनिसकेको छ। अनि हलिउडमा 2013 मा पनि थ्यानोस र एलिजाबेथ ओल्सनको ओल्ड बोय सेम नामले एउटा फेरि रिमेक बनिसकेको छ।